पनि कसैलाई सर्ट राइड कतै जान खोजिराख्नु भएको छ भने यो जस्तो बेस्ट त केही पनि हुँदैन। त्यही भएर त एकछिन चाहिँ राम्रो बोल मेरो सिटमा त्यो रेनकोट राखेको थियो त्यसको पानी निस्क्यो। पागल म बाटोमा निस्किसकेँ। यता त परे छैन त नि त्यही त निस्क भनेको क्या रेनकोट छ भने होइन अलिकति ओरोसम्म मात्रै पऱ्यो होला भन्दा ल पुरै 15 मिनट वेट गराएर आउँदैछु। रिस उठेर आइसक्यो मलाई गयो त्यही पनि मलाई नदेखि। देख्दैन मलाई यत्रो मान्छे बाटोमा खडा छ खडा के भन्छ हौ त्यसलाई उभिरहेछ अनि नदेख्ने। बुझेन होला सिट्टीमिट्टी कसरी रहर लाग्यो सिट्टीमिट्टी रहर लाग्यो रहर होइन उयो सुतिरहेको थियो एक्कासी ट्याटु देखेँ एउटा इमेज आयो होइन हानौँ लाग्यो एउटा बहिनीलाई फोन गरेँ जान ट्याटु हान्नु भनेको ल भन्नु गएँ चुज गरेर हान्नु टक्क लगाएर ट्याटु पनि हानिन्छ होइन बिस्तारै म यो हातभरि हान्ने प्लानमा छु क्या पुरै फुल सानो सानो होला बिस्तारै अहिले होइन टाइम छ त्यसको मिनिङ बुझेन त्यसो भए बुझेन के हो बुझ्दै बुझेन नपऱ्यो होइन मलाई के थाहै हुँदैन यस्तो उयोहरूमा। ठिक छ तिम्रो फलोवर्सले भनिदिनुहुन्छ ल तिम्रो फलोवर्सले भनिदिनुहुन्छ मिनिङ जानु अनि किन आएको त हुत्तेर हेर्नु पर्दैन पछाडि पागल ल हिँड बिस्तारै हेरेर हिँड म त नहेरी हुत्तायो सँगै हुन्थ्यो तिमीहरूलाई मैले हन्न बजाएको भए कट थियो स्कर्ट थियो त्यहीँ आइसकेको थियो ल हिँड यसमा देख्नु ल हिँड तपाईँहरूसँग टाइम धेरै छैन स्याटरडे होइन बस्दा बस्दै घरमा बस्दा बस्दै स्याटरडे गयो क्या अब 4 बज्यो ल मानौ 4 बज्यो होइन 3:30 भयो 4 बज्यो भने सर्ट राइड कहाँ जाने भन्दाखेरि यहाँ आउने क्या यस्तो दामी भ्यू यस्तो रिलिफ एउटा हुन्छ नि छुट्टै पिस छ क्या यहाँनिर। यो कहाँ भन्दाखेरि चाहिँ मेरो भिडियो हेर्नु त्यसको लागि चाहिँ जहाँ भयो नि दामी ठाउँ माथि त होइन तलै हो जस्तो लाग्छ तलै हो। यो चाहिँ कहाँ हो भन्दाखेरि भनिदिन्छु ल यो चाहिँ ठ्याक्कै रानीवनको त जङ्गल आएपछि एउटा भ्यू टावर भन्ने ठाउँ छ त्यसको लागि चाहिँ मेरो फुल भिडियो हेर्नु छ लोकेसनको लागि चाहिँ। अब नर्मली त मान्छेहरू आउनु भएको छ होला तर कतिलाई थाहा हुँदैन नि त सर्ट डेस्टिनेसन। अब हाम्रो 4 बजिसकेको थियो कहाँ जाने भन्दाखेरि यहाँ आउने क्या किनकि यो त सर्ट छ नि त राइड त्यही भएर हामी यता आयौँ। किन बजाउँछ यतै हो कुन्टुरुङहरू सुतिरहेको सबजना बाटो चाहिँ त्यस्तै भएर गयो कति रोको लोग थे जिनको प्यार को प्यार
कस्तो मेरो गीत कसरी आउँछ यस्तो यस्तो गीत मसँग यस्तो बेलामा चाहिँ सिचुएसन अनुसारको गीत भएन नि त तर मान्छे टन्नै रहेछ अब स्याटरडे भएर होला मलाई थाहा छैन नि त फेरि बाख्रीहरूले सुन्दै सुनेन यार पार्क त यही होला जसरी नि के जाने ठाउँ छ बाइक त जाँदैन होला बाटो अप्ठ्यारो छ म त सक्दिनँ घुमेको सजिलो छ माथि धेरै ओभर थिङ्कर चाहिँ हो क्या म हुन चाहिँ तर त्यहाँ घुमाउन चाहिँ मलाई डरै लाग्यो हो क्या अब फेरि कोही कोही आउँछ यहाँ नसकी किन गर्नु पर्यो भन्दै नसकेको ठाउँमा त जाने हो नि सकेकोमा त सकिहाल्छ नि कस्तो रिस उठ्छ क्या मलाई त होइन ठिक छ त मैले भर्खर स्टार्ट गर्दैछु है बाइक पनि नयाँ छ पल्टाइराखेर हुन्छ र भने अनि बुझ न यार झन्नै लडे हो त्यस्तै छ क्या अप्ठ्यारो घुम्तीमा मलाई लास्ट डर लाग्छ क्या मैले एकचोटि राम्रोसँगले यो घुमाउन चाहिँ बाइकहरू यस्तो घुमाउन चाहिँ सिक्नुपर्ने छ क्या लास्ट चाहिँ घुमाउने डर लाग्छ यो त आएकै थिएन यार म त यहाँ पार्किङ भइकन त आएकै थिएन र अलिक अगाडि लगेर राख्ने हो ल 5-6वटा राउन्डवाला उस भर्याङ चढेर सिडी चढेर चाहिँ हामी अहिले आइसकेको छौँ माथि हेलो हेलो मेरो कपाल छ नि गतिलो यस्तो मेसी भएर सिटी भ्यू यस्तो दामी देखिया मान्छे टन्न बिचरालाई गाह्रो होला यहाँ बिहा गर्दैछ बिचरा यस्तो सिडी आएकै हो नि यार ल यहाँबाट चाहिँ म सिटी भ्यू देखाउँछु है यस्तो ग्रिनरी यति राम्रो देखिएको छ माथि झन् राम्रो छ आज स्याटरडे टन्नै मान्छे हुनुहुन्छ अनि हजुरहरू पनि कसैलाई सर्ट राइड कतै जान खोजिराख्नु भएको छ भने यो जस्तो बेस्ट त केही पनि हुँदैन होला मेबी है किनकि कति माछा पोखरीबाट एकछिन 10 मिनट हो माछा पोखरीबाट 10 मिनट हो अलिकति मात्रै बाटो अफ रोड छ माथिसम्म ल्याउनु पऱ्यो भने नभए सबै राम्रो छ यहाँ के छ तिम्रो खबर हाम्रो यहाँ पुन्टे आएछ क्या फेरि बिस्कुट पनि छ दिदी हजुर
तपाईँले दिनुभएको यहाँ चाहिँ राख्नु ल यहाँ तलको बाटोमा चाहिँ मलाई आउँदा चाहिँ धेरै नै डर लागेको थियो घुम्तीमा अब जाँदा चाहिँ लेट्स सी जिस्काउँछ यार मुला त्यही भने साइको कस्तो तर्साएर बसेको त्यही भने हुत गर्छ है मुला त्यसलाई कारबाही होस् नेपाल पुलिस 3 जना थियो यार कस्तो माग्छ केटाहरू है माया यहाँ बस्ने हो चिया खानु एकछिन यहाँ कस्तो राम्रो ठाउँ रहेछ बस्ने पनि टिपिक्कको होइन अगाडि क्या हो त्यस्तो जे पाए त्यो बोलिहाल्छु किन त्यही भएर त एकछिन चाहिँ राम्रो बोल के बोकेर हिँड्यो त्यसले मासु त होइन के बोक्यो यतातिर चाहिँ ग्रिनरी चाहिँ धेरै क्या पुरै ग्रिनरी है जङ्गल पनि घर बनाउनु पर्ला जग्गा नि किन्नु पर्दैन अरूको जग्गामा टेन्ट हालेर बस्यो किन ए जे गरे नि जहाँ बस्यो नि भयो नि त त्यही नि दिँदैन होला नि मार्ला नि मार्नु हिँडेर चाहिँ मेरो भएको है यो चाहिँ मेरो यस्तो दामी गरेर नि उयो गरेको त्यही त सोल खतरा खोल्नु हुन्थ्यो म्यानेजमेन्ट भएन क्या एउटा नि एउटा त भयो चाहिँ ल हामी चाहिँ अँध्यारो हुन्जेलसम्म बस्यो अब चाहिँ तर हामी लाग्यो यसरी बसेर गफै बढी हान्छ क्या हामी फेरि फोनहरू त ल्याएँ नि मैले फोनहरू त दुइटै ल्याएँ नि ल्याएछ यस्तै छ जिन्दगानीमा गफै धेरै भयो यस्तै त हो नि तर ब्ल्याक टी खाएको कि मिल्क टी नै बन्दैन रहेछ चिया खाएको जस्तो एक रत्ती पनि लाखाएन भने तातो पानी खाए जस्तै फिल भइरहेको एक त मसलाहरू पनि केही छैन रहेछ यस्तो भकी छ कि अब गएर कतै बसेर चिया खाने कि भन्ने कुरा हो अब हेरौँ 19 बजिसकेछ 19 ल बाई बाई सी यू लेटर